धन बालेनको सपना छ नेपाललाई पुरै बदल्ने। तर कसरी? सुन्नुस्, पहिलो भ्रष्टाचार अन्त्य। पहिलो क्याबिनेट मिटिङमै 100 बुढे एक्सन प्लान पास भयो। हरेक मन्त्रालयले काम, जिम्मेवारी र समय सीमा तोक्नुपर्ने। दोस्रो, नेताहरूको सम्पत्ति छानबिन। 15 दिनभित्र सेनियर नेता र अधिकारीहरूको सम्पत्ति जाँच्ने समिति बन्ने, 1991 देखिका पदाधिकारीसम्म। तेस्रो, शिक्षामा क्रान्ति। स्टुडेन्ट पोलिटिक्स बन्द, विदेशी नाम राखेका स्कुलहरूले नेपाली नाम राख्नुपर्ने। चौथो, महिला सुरक्षा। सबै प्रदेशमा महिलाका लागि ब्लू बस सेवा, 100 दिनभित्र कम्तीमा 25 वटा बस। पाँचौं, नेपाली पहिचान। विकास मात्र सडक र भवन होइन, नेपालको संस्कृति, सम्पदा र स्वाभिमान जोगाउँदै आधुनिक राष्ट्र बनाउने। थम बन्नुभन्दा एक दिन अघि बालेनले रयत गाए, नेपाल यसपटक डराएको छैन, हाँसो र खुसी हरेक घरमा पुग्नेछ। यो सिर्फ भाषण होइन, यो पुस्ताको माग हो। बालेनको यो भेर्सन सफल होला? यस ओर नो कमेन्ट गर्नुस् र च्यानल सब्स्क्राइब गर्नुस्।